नमस्कार, गुड मर्निङ जजलपा फ्याफुला तास्तेले सेवारो सलामको सत श्री अकाल। अहिले हामी यो स्याङ्जाको भिरकोट नगरपालिका स्थित काफल पोखरी ठाउँमा छौँ र यो हिजो एउटा वृक्षारोपण यहाँ गरिएको थियो भने यसै ठाउँमा अब हामी अर्को 3वटा वृक्षहरू चाहिँ थप्न गइरहेका छौँ। यसपछि म यो मेरो यो मोबाइल चाहिँ म हाम्रो उत्तम सरलाई दिन गइरहेको छु। उहाँले छायाङ्कन गर्नुहुनेछ। उत्तम सर, मैले एउटा हजुरलाई टक्राएँ। धन्यवाद। अब यो म खाल्डो तयार पार्दैछु हजुरको यो रोप्नको निम्ति हजुरले त्यसलाई छायाङ्कन गरिदिनु पर्यो र हामी संयुक्त रूपमा वृक्षारोपण गर्नेछौँ। अनि चाहिँ यहाँ खाडल तयार भएर यो मल समेत यसमा हालेर हामी गर्दैछौँ। फोकस अलि यता बोराबाट निकालेर पनि गरिदिउँ, बोराबाट मल निकालेर पनि गरिदिउँ। अनि यता सबैतिर के सबैतिर त्यो हजुरले हेर्नु पऱ्यो। फेरि अलिकति स्तरीय यो यहाँसम्म चाहिँ मलाई चाहिँ मेरो शरीरलाई ल्याइपुर्याउनुमा चाहिँ हाम्रो उत्तम सरकै सबभन्दा बढी योगदान छ। त्यसपछि हाम्रो धरातल चाहिँ हाम्रो युवराज सरले उपलब्ध गराउनु भएको हो। अब यो ठाउँ अति सुन्दर छ। यो सुन्दरता थप्न मात्र आइरहेछौँ हामी, यहाँ सुन्दरता बिगार्नलाई होइन। हामीले चाहिँ अलिकति यसलाई ध्यान केन्द्रको रूपमा विकास गर्ने भन्ने एउटा सोचका साथ यहाँ आएको भएर हामी चाहिँ त्यही अनुसारको वृक्षहरू यहाँ लाई अलिकति प्रवेश दिन खोजिरहेका मात्रै हौँ। यद्यपि स्थानीय प्रजातिहरूलाई नै बढी महत्त्व दिन खोजिएको छ। तसर्थ यहाँ लाग्न सक्ला। बाहिरबाट पनि खासै आगन्तुक आयो। आगन्तुकबाट एभोकाडोलाई मात्रै दिइएको छ। अरू एउटा सङ्केत्र त्यहाँ रोपिसकेको छ। अब हामी फेरि एउटा सङ्केत्र, त्यसपछि कटर, रुख कटरलाई यहाँ रोपण गर्न लगाइदिन्छौँ। खाली जमिनलाई उपयोग गर्न खोजा हो वृक्षारोपण गरेर। ल सर, एउटा सरले रोपौँ। ध्यान राखिदिउँ हुन्छ यसलाई। हुन्छ। यो हिजो टिपेको बिरुवा हो, करिब अलिकति ओइले आएछ। अलिकति पहिलाको देखिन्छ, तर यो चाँडै सरसरे हजुर स्थानीय प्रजातिको हुनाले हजुर हजुर चिन्ता गर्नु नपर्ने रहेछ। ल यसरी माथिसम्म पुरेर अब जमिन तयार गरेपछि हुर्किन्छ भन्ने विश्वास छ हाम्रो। पानी हालिदिन्छ। अब यसै गरी हामी यो अर्को एउटा रुख पनि यहाँ एउटा खाडल खनिसकेका छौँ। सम्भवतः हामीसँग 2टा बाँकी छ। अब वृक्ष त्यो अर्को एउटा खाडल खनेर हामी गर्नेछौँ। हस् त, ल यहाँहरूको दिन शुभ रहोस्। धन्यवाद, नमस्कार।